यो पुनरावलोकन भन्ने जुन कुरा आइरहेछ त्यो विषयमा अलिकति त्यसलाई स्पष्ट पार्दैन म बालकृष्ण सरलाई चाहिँ। म त्यहाँ जाउँ त? होइन, यहीँ बस्नुहुन्छ। यो 1950 को सन्धिको विषय जुन अहिले धेरै विवादास्पद अवस्थामा आइरहेको छ र त्यस विषयमा यहाँले जुन बोलाएर मलाई दुई कुरा राख्न दिनुभयो र आयोजकलाई म धन्यवाद दिन चाहन्छु। यो के परिस्थितिमा भयो? यो जुन 1950 मै हामी फिर्किनुपर्छ, यो कुन परिस्थितिमा के उद्देश्यका लागि भएको हो भन्नका लागि। र उदाहरणका लागि हामी सजिलो कस्तो छ भने हामीलाई जम्मैलाई थाहा छ, हामी घर बनाउँछौँ। घर बनाउँदाखेरि 2-3 वटा ठेकेदारलाई फेला पार्छौँ। अनि एउटालाई भन्छौँ त कतिमा ढलान गर्छस्, भनौँ 20 रुपियाँमा भन्ला। अनि अर्कालाई भन्छौँ ऊ त 20 रुपियाँ गर्दै रहेछ, त कतिमा गर्छस्, भनौँ म 16मा गर्छु भन्ला। त्यो घटाउँदै घटाउँदै अनि त्यो घर बनाउने मान्छेले एकदम मिनिमम रेटमा ल्याउँछ। र त्यसका लागि म तपाईँको यो सिक्किमको इतिहास मैले पढेको छु। त्यहाँ के देखिन्छ भने उसको एउटा निश्चित लक्ष्य छ। इन्डियन सेनाहरू लगेर सिक्किममा भित्र्याउने, पहिले भित्र्याएपछि त्यसका लागि ऊ 2टा माध्यम लिन्छ। एकचोटि राजालाई दिल्ली भ्रमण गराउँछ अनि A ग्रेडको स्वागत गर्छ। अनि राजा दम्न खुसी हुन्छ, ऊ भन्छ भारत मसित खुसी भएछ। त्यसपछि आउने बित्तिकै एउटा सन्धि दिन्छ सही गर्न। अनि के भन्छ भने राजाको अगाडि, यो सही गरिन भने त्यति खुसी भएको रहेछ मसित, यो सही गरिन भने रिसाउँछ, अब मलाई यति खुसी भएको भारत नभए त मेरो सत्ता रहँदैन भनेर सही गरिदिन्छ। त्यो खुसी बनाएर लिन्छ। अनि अर्कोचोटि बोलाउँछ फेरि, त्यो खरदारले पनि भेट्दैन, त्यति नेग्लेक्ट गरिदिन्छ। नेग्लेक्ट गरेपछि फेरि आफ्नो देशमा फिर्केर गएपछि फेरि एउटा सन्धि दिन्छ। अनि त्यसको अगाडि राजाको अगाडि कस्तो धर्म सङ्कट पर्छ भने भारत मसित रिसाएको रहेछ, यो सन्धिमा सही गरिदियो भने खुसी हुन्छ। औ खुसी बनाउने कष्टमा सही गरिदिन्छ। र यो 1950 को सन्धि जब राणाको विरुद्धमा यहाँ आन्दोलन भयो, असहाय मान्छेले त केही चाहिँ उयो भन्नु सानो 3 रागो पनि सहारा लिन्छ भन्छ नि। त्यसपछि उसले लगेर यो 1950 को सन्धि मन शमशेरको अगाडि राखिदियो। मन शमशेरको अगाडि राखिदिएपछि उसका धर्म सङ्कट के पर्यो भने उसलाई अब यो सन्धिमा सही गर्यो भने भारत मसित खुसी हुन्छ, मेरो सत्ता जोगिएला भनेर त्यो सत्ता जोगिने कष्टमा उसले सही गरिदियो। देशको हित अहित तमाम कुरा केही पनि हेरेन, किनभने उसलाई त घिटिघिटी बनाएको थियो, तमाम आन्दोलन चलिराखेको थियो। त्यो कष्टमा उसले यसमा सही गर्यो। त्यसपछि म तपाईँलाई अर्को एउटा घटनाक्रम मलाई त्यतिखेरको प्रधानमन्त्री मरिचमानले भने, जब 46 सालको आन्दोलनको बेलामा तपाईँलाई सम्झना होला, कति भन्न सक्दिनँ, पाटनबाट एउटा खुँडा खुकुरीवाला जुलुस यो बागमतीको पुलमा आयो। त्यसले पुरै हतियार खुँडा बोकेका थियो, खुकुरी थिए। ठ्याक्क बागमती बारी आएपछि त्यो बागमतीमा चाहिँ आमसभा पनि थिएन, केही पनि नभइकन त्यो फिर्कियो पाटन। त्यतिखेरको राजाले प्रधानमन्त्रीलाई के भने अरे भने, ए इन्डियनले प्रेसर दिँदैछ है, यो प्रेसर बिल्डअप गरेको हो, कुनै चिज सन्धि लिएर आउँछ इन्डियाले, त्यो वाच गर है तिमी भनेर मरिचमानलाई भने राजाले। भनेको भोलिपल्ट त्यतिखेरको परराष्ट्र सचिव एसके सिंह एउटा सन्धि लिएर आयो। त्यहाँ के भन्नु भने नेपालका 20-22 वटा कानुनमा संशोधन गरिदेऊ। 20-22 वटा कानुन भनेको यहाँको जग्गा किन्दाखेरि नागरिकता चाहिने व्यवस्था खारिज गरिदेऊ, उद्योग कल कारखाना खोल्दाखेरि नागरिकले मात्रै खोल्ने व्यवस्था हटाइदेऊ, यो भूमि सम्बन्धी ऐनमा मोही पनि नेपाली नागरिकले मात्रै पाउँछ त्यो पनि व्यवस्था हटाइदेऊ, र इन्डियनले नेपालमा जग्गा किन्ने व्यवस्था गरिदियो भने म यो आन्दोलन रोकिदिन्छु। त्यो टेस्टमै लेखेकै थियो। त्यसपछि वीरेन्द्रका अगाडि के सङ्कट आयो भने पछि जब बौद्धल आइसकेपछि धेरै मान्छेले उनलाई भने अरे यति धेरै त माग थिएन, खालि एउटा चाहिँ यो के हो भने पार्टीको प्रतिबन्ध मात्रै फुकुवा गरिदिने भन्ने माग थियो 46 सालमा।
तपाईँले योभन्दा धेरै अगाडि किन बढेर दिनुभयो भन्दाखेरि उनले के भने अरे भने मेरो अगाडि दुईटा विकल्प थियो। एउटा म कि भारतको अन्तर्गत भएर बस्नु पर्थ्यो भुटान, कि म नेपाली जनताको अन्तर्गत भएर बस्नु पर्थ्यो। मैले त्यतिखेर नेपाली जनताको अन्तर्गत भएर बस्नका लागि म मन्जुर भएँ। यो मन्जुर नभएको भए मलाई लगेर केमा सही गराउँथ्यो भने भुटानमा सही गराउँथ्यो। म भुटान हुनबाट बसेँ, बाँकी अहिले नेपाली जनताको अन्तर्गत बसेँ भने यही ठ्याक्कै कुरो अब यो अहिलेको आन्दोलनको अगाडि, यो गणतन्त्र घोषणा हुनुभन्दा अगाडि अहिले राजाले मैले भेटेको छु 1 महिना अगाडि ठिक्क। उनी के भन्छन् भने उनको आफ्नो भाषामा मलाई इन्डिया भुटान भनेर बस भन्छ, म भुटान भनेर कसरी बसौँ उनको प्रश्न गराए। अनि त्यसपछि मैले के थप दिएँ भने त्यही बिचमा मोहन शमशेरले 1950 को सन्धि किन गरे, सत्ता जोगिएला भनेर गरे नि, तर सत्ता पनि जोगिएन, त्यसको अहित पनि भयो। तपाईँ अहिले यो कष्टमा भुटानका लागि सही गर्न तयार हुनुहुन्छ भने तपाईँको सत्ता पनि जोगिँदैन, देशको पनि अहित हुन्छ है भने अन्ततोगत उनले त्यो सन्धिमा सही गरेर बरु सत्ताबाट बाहिर निस्किए। तर अहिले अब यही 1950 मा म लाँदै थिएँ। अब त्यतिखेर एकछिनलाई भनौँ न 46 सालमा पनि वीरेन्द्रले भुटान भइदिएका भए यो जम्मै प्रेसर केका लागि हो भने भुटानका लागि। इन्डिया यहाँ जस्तो भन्नु न, यहाँ प्रजातन्त्र, यहाँ चाहिँ संसारसित सम्बन्ध भएको इन्डिया मन्जुर गर्दैन। भुटान अहिले हेरौँ न, भुटानमा प्रजातन्त्रका लागि उसको कुनै पनि चिन्ता छैन। भुटानका राजाको राज्याभिषेकमा भारतको राष्ट्रपति जान्छ। त्यो पटेला पाटेल 3-4 महिना अगाडि तपाईँहरूले पत्रिका न्युज चाहिँ सुन्नुभयो होला। त्यतिखेर भारतको राष्ट्रपति गएर त्यो अहिले नयाँ राजा छ त्यसको राज्याभिषेकमा भाग लियो। यो जम्मैको कारण के हो भन्दाखेरि नेपाललाई जलस्रोत र सेक्युरिटी इन्डियाको अन्तर्गत राख्ने। जस्तो एकछिन लाग्नुहोस् तपाईँहरूको इन्डियाका लागि पानी र तपाईँको यो बिजुली नभइकन इन्डिया रन गर्दैन। नेपालको पानी र नेपालको बिजुली, इन्डियामा अहिले पनि लोड सेडिङ छ। त्यसैले कहिलेकाहीँ यो बिजुली त लु एटमिक प्लान्टबाट बनाऊ भन्ने हुनसक्छ, तर पानीको विकल्प छैन। ड्रिङ्किङ वाटर, खानेपानी र तपाईँको इरिगेसनका लागि त्यो खानेपानी र इरिगेसन नेपालको पानीबाट मात्रै के हो भने पर्याप्त, उसलाई अरू कहीँबाट पानी आउँदैन। त्यसका लागि उसले जलस्रोतमा एकाधिकार प्राप्त गर्नुपर्छ र त्यसपछि उसले सिँचाइ पनि हुन्छ, त्यसबाट तपाईँको बिजुली पनि आउँछ र खानेपानी पनि हुन्छ। तपाईँलाई उदाहरण थाहा होला, जब टनकपुरको महाकाली त्यो ब्यारेज बनाइयो नि, त्यो ब्यारेजको पानी हरियाणासम्म जान्छ। हरियाणा भनेको दिल्लीभन्दा ठ्याक्क तलतिरपट्टि त्यो पानी। र अब अहिले इन्डियाको एउटा उद्देश्य के छ भने यो रिभर लिङ्किङ प्रोजेक्ट भन्ने एउटा इन्डियाले बनाउँदैछ। त्यो बहुत ठुलो चाहिँ उसको आयोजना। त्यो रिभर लिङ्किङ प्रोजेक्ट भनेको हाम्रो सिमानाभन्दा केही तल एउटा सोइज नहर जस्तो बनाउने, कोशीको पानी पनि त्यहाँ लाएर लाने, महाकालीको पनि त्यहीँ हाल्ने, अनि यता पूर्व गङ्गातिर पानी चाहिन्छ, महाकालीको पानी पनि यता लाने, उता पश्चिमतिर उसका लागि पानी चाहिन्छ, त्यो पानी लाने भन्ने योजना अन्तर्गत ऊ नेपाललाई त्यो चाहिँ जुन जलस्रोतको सन्धिमा सही गराउन चाहन्थ्यो। तर राजाबाट यो नगरेर सकिएपछि अब यस पछाडिका घटनाक्रम तपाईँहरू हेर्नुहोस्। यो 1950 को सन्धिले त्यतिखेर हामीहरूलाई एउटा अहित गरो। कुन पोइन्टमा अहित गरो भने भारतीय र नेपालीहरू एकअर्का देशमा निर्वाध रूपमा आवत जावत गर्न पाउनेछन् भनियो। नेपाली पनि भारत जाँदाखेरि कुनै चाहिँ के हो भने चाहिँ सोधखोज नगर्ने, इन्डियन पनि नेपालमा आउँदाखेरि सोधखोज नगर्ने भनियो। र यहाँ चाहिँ भनेको 1950 को सन्धिको सुविधा लिएर अहिले करिब 40 लाख मान्छे पहिली नागरिकता पाएका त अलग्गै भए, त्यो सन्धिका सुविधा लिएर यहाँ 1950 को सन्धिको सुविधा यहाँ बसे। अहिले हाम्रो सरकारले के गर्यो भने यो जनआन्दोलनबाट आएका सरकारले जो मान्छे यहाँ बसोबास गरेका छ 46 सालसम्म जन्मियो त्यो मान्छे अटोमेटिक नागरिकता भयो। अर्थात् 1950 को सन्धिको फाइदा उसले अहिले कहिले लियो भने 63 सालमा लियो। 1950 को सन्धिले भारतीय र नेपाली एकअर्काको बीचमा रोजगार गर्न, आवत जावत गर्न पाउनेछन्। त्यही सन्धिको सुविधाले तमाम हामी यहाँ बजारमा देख्छौँ, माडवारी कम्युनिटीदेखि लिएर तराईका जम्मै मान्छे भारतबाट आए।
27 यो 47 सालको संविधान र 19 सालको संविधानमा के व्यवस्था थियो भने 19 साल पुस 1 गतेसम्म नेपालमा जन्मिएको मान्छे मात्रै नेपाली नागरिक हुन्छ, बाँकी मान्छे नेपाली नागरिक हुँदैन है भनेर एउटा कटअफ इयर राखेको थियो। अहिलेको यो 63 सालको आन्दोलन र अहिलेको संविधानले कटअफ इयर के भन्नु हो भने यो चाहिँ के हो भने 62 सालको जनआन्दोलन भन्थ्यो। अब 62 सालसम्म नेपालमा आएर जन्मेका मान्छे अटोमेटिक नागरिक भए। यो 1950 सन्धिको भारतले लिएको सुविधा। एउटा घटनाक्रम तपाईँलाई म बताउँछु। एउटा कुनै चाहिँ महिला भारतीय यहाँ आगिरहेछन्, कति भने 57-58 सालमा तिनले चाहिँ बिर पुगेर टिचिङ हस्पिटलमा बच्चा जन्माएको रहेछ। नेपालमा बच्चा जन्मिएको त प्रमाणित भयो। त्यो मान्छेले पनि नागरिकता पाए अहिले। अर्थात् यो 1950 को मोहन शमशेरलाई घिटी पारेर सत्ता जोगाइदिने नाममा र के हो भने आन्दोलनकारी जुन चाहिँ त्यतिखेरको चाहिँ प्रजातन्त्र चाहिँ त्रिभुवनको नेतृत्व गरेका जी काङ्ग्रेस लगायतका चाहिँ थिए, तिनीहरूको बलमा यो सन्धि गरायो। त्यसको फाइदा अहिले लियो र अहिलेको पोजिसन के छ भने अब यो सन्धि अब इन्डियालाई आवश्यक पर्दैन। किन भन्दाखेरि नागरिकता लिइसक्यो। अब इन्डिया नेपालको चाहिँ बाटोबाट भारतीय सुरक्षालाई खतरा देखिरहेको छ। अब ऊ के चाहन्छ भने जस्तो भनौँ न, प्लेनबाट जाँदाखेरि अब यो सन्धि बमोजिम हो भनेदेखि त हामीहरूले को नागरिकता पासपोर्ट कुनै पनि इन्डियाले खोज्न पाउँदैन। तर प्लेनमा भारतमा जाँदाखेरि कुनै पनि नेपालको परिचय खुलेको कागज देखाउनु भएन भने जान पाइँदैन। अब इन्डियाले के महसुस गर्दैछ भने अब यो खुला सिमानाको बेफाइदा अब मलाई हुन्छ है। अब पाकिस्तानी चाइनिज तमाम आएर के हो भने यो खुला सिमानाको लगेर मेरोमा टेररिस्ट आउँछन् भनेर अब उसलाई यो क्लोज गर्न चाहन्छ। अब यसलाई रेगुलेट गर्न चाहन्छ। अब यो सन्धिको उसलाई अब जरुरी, यो सन्धिले जे फाइदा लिनु थियो नि, 40 लाख चान्चुन मान्छेलाई नागरिकता लिएको, त्योभन्दा अगाडि चाहिँ पैसा खुवाएर चाहिँ बदमासी गरेर नागरिकता लिने त कति छन् कति। र अहिले नेपालको जनसङ्ख्या हेर्दाखेरि 5 जनामा 3 जना मान्छे इन्डियन छन्, 5 जनामा 2 जना। बजारमा तपाईँ यसो हेर्नुहोस्, हेर्दाखेरि अहिले गौशालामा जानु भन्दै त त्यहाँ 60 चाहिँ के भने 60-75% मान्छे विदेशी देखिन्छन्, त्यो पनि इन्डियन मुलुका। त्यसैले अब चाहिँ यो के चाहन्छ भने इन्डिया अब दुईटा कुरो गराउन चाहन्छ यो सन्धिबाट। एउटा यो सन्धिमा हाम्रो एउटा राम्रो पक्ष चाहिँ यो सन्धिको के छ भने सायद दफा 7 मा होला, योभन्दा अगाडि गरिएका अङ्ग्रेजहरूसँग गरेका सन्धिहरू खारिज भनौँ। त्यो दफा अन्तर्गत हाम्रो यो अहिले ग्रेटर नेपालवाला जुन आन्दोलनकारीहरू छन् तिनीहरूले के प्रश्न उठाइरहेका छन् भने यो सन्धिले अगाडि अङ्ग्रेजसँग गरेका सन्धि खारिज गरेपछि त सुगौली सन्धि खारिज भयो। अब सुगौली सन्धि खारिज भए अथवा हाम्रो जो सुगौली सन्धिले गुमेको नेपालको क्षेत्र छ त्यो क्षेत्र हाम्रो फिर्ता आउनुपर्छ भन्ने प्रश्न उठिरहेको छ। र कथम कदाचित भोलि नेपाल चीन जस्तो शक्तिशाली भयो, जस्तो चीनले जुन आफ्ना उसका धेरैवटा क्षेत्र जो गुमेका फिर्ता ल्याउँदैछ नि, त्यो त्यस्तो शक्तिशाली भयो भने हामी पनि यो क्षेत्र हामी यही सन्धिको प्रावधान अन्तर्गत फिर्ता ल्याउन सक्छौँ। किनभने यसैले के लेख्यो भने योभन्दा अगाडि अङ्ग्रेजसँग गरेका सन्धि सम्झौताहरू आजका मितिबाट खारिज भए। र सायद त्यतिखेर भने पनि थियो अरे अङ्ग्रेजहरूले, अब हामी भारत छोडेर जाँदैछौँ, अब तिम्रो दार्जिलिङ लगायत यो कुमाउ गढवाल जति क्षेत्र छ त्यो क्षेत्र चाहिँ फिर्ता लैजाऊ, हामी भारतलाई होइन नेपाललाई नै बुझाउँछौँ भन्दाखेरि त्यतिखेरका राणाहरूको बिचमा एउटा मिटिङ चल्यो अरे। फिर्ता लिने कि नलिने त भन्दाखेरि यही भएको त हामीले सम्हाल्न सकेका छैनौँ। अब बाँकी यो पढे लेखेका यो दार्जिलिङ तमामका मान्छे ल्यायो भने त अर्को हामीलाई समस्या हुन्छ, त्यसैले हामी यसै चित्त बुझाउँछौँ भनेर उनीहरूले लिएनन्। तर यो कागजमा चाहिँ उनीहरूको जुन अङ्ग्रेजहरूको मनसा हेर्दाखेरि के देखिन्छ भने जो अङ्ग्रेजहरूले नेपालसित सुगौली सन्धिबाट लिएको क्षेत्र उनीहरू छोडेर गइसकेपछि यो नेपालकै हुनुपर्छ भन्ने मनसा यसमा देखिन्छ, त्यो रिफ्लेक्ट छ। अब भारत चाहिँ यो सन्धिको संशोधनको नाममा भोलि कसम कदाचित त्यस्तो कुनै शक्ति आयो भने यो सदाका लागि उठाउन नपाउने है भनेर एउटा यो प्रावधान ऊ हटाउन चाहन्छ यो अहिले संशोधनको बहानामा। र अर्को एउटा हटाउन के चाहन्छ भने 1950 को सन्धिमा त इन्डियन र नेपालीले जम्मैले जग्गा जमिन किन्न पाउने, एकअर्कामा जागिर खान पाउने त्यो प्रावधान छ। पछि यो सन्धि सही गरेपछि सायद पञ्चायतको चाहिँ हाम्रो डाक्टर साहबलाई थाहा होला, कलको पालामा होइन यो त समुद्र र लोटा जस्तो इन्डियनलाई आएर जम्मै हामीहरूले जग्गा किन्न दियौँ भने त हामी त समाप्त हुन्छौँ। नेपालको जनसङ्ख्या जति त भारतमा यहाँ के अरे भारतमा जोगी छन्, जम्मै जोगी आयो भने हाम्रो जनसङ्ख्याभन्दा बढी हुन्छ। त्यसैले भारतका लागि चाहिँ जग्गा किन्न नपाउने भनेर एउटा संशोधन गरियो।
अब इन्डिया के चाहन्छ भने त्यो संशोधनको पाठ पनि हटाएर यो सन्धिलाई अक्षरशः पालना गराउने। के का लागि भने इन्डियनले नेपालमा जग्गा जमिन किन्न, रोजगार गर्न, जागिर खान जस्तो भन्नु न, तपाईँ नेपाली नै भएर इन्डियामा गएर पुलिसमा जागिर खान पाउनुहुन्छ, तपाईँ आइएसआई अफिसर हुन पाउनुहुन्छ। तर समस्या के छ भने हाम्रो सङ्ख्या सानो छ, हामी लोटा जत्रा छौँ। भारत चाहिँ यो भने समुद्र जस्तो छ। अब समुद्र ल्याएर लोटामा हालिदियो भने त लोटाको अस्तित्व कहाँ जान्छ ठेगानै हुँदैन। अब लोटाको पानी समुद्र हालिदियो भने समुद्रलाई थाहा पनि हुँदैन एक लोटा पानी थपियो कि थपिएन भनेर। त्यो परिस्थितिलाई बचाउन पछि एक्सचेन्ज भयो, तर अब इन्डिया त्यो पनि गर्न तयार छैन। अर्थात् राज्य 2-3 किसिममा, पहिलो दोस्रो विश्वयुद्ध, पहिलो विश्वयुद्धका छेउछाउमा सेना पठाएर राज्यहरू लिइन्थ्यो। अब सेना पठाएर राज्य लिन सकिँदैन। अब राज्य के गरी लिनुपर्छ भन्दाखेरि फिजी जस्तो गरेर लिनुपर्छ। फिजी भनेको जस्तो तपाईँहरूलाई थाहा होला, फिजीको उदाहरण, त्यहाँ उखु खेती गर्न भारतीयहरू गए, शुद्ध उखु खेती गर्न गएका मान्छे ती यति बढी उखु खेती गर्न गए, तिनीहरूकै जनसङ्ख्या बढी भएर महेन्द्र चौधरी गयो भने प्रधानमन्त्री हो। अब हाम्रो देशमा पनि र एउटा यो झन्डै गइहाल्ला, यो देश सिक्किमै भइहाल्ला, भए भुटान हुन्छ, सिक्किमै भइहाल्ला भन्ने पक्षमा चाहिँ म छैन। झन्डा चाहिँ रहन्छ, तर शासन उसैका मान्छेले सञ्चालन गर्छन्। अब उसका मान्छे खालखालका उयो तपाईँलाई कागलाई मयूर बनाउनलाई कुनै ठुलो समस्या रहन्छ, पखेटा लगाइदिएपछि त मयूर बनिहाल्छ। दुनियाँलाई हेर्दाखेरि यो काग होइन, मयूर त झन् पखेटा चाहिँ उसैले लाएर पठाइन्छ, जो हाम्रो अहिले देखिराख्नु भएको छ। काग आएर के हो भने मयूरको काम नाचिरहेको छ। अब जबसम्म हामी यो काग हो है भन्न तयार छैनौँ, पखेटा हेर्दा मयूर जस्तो देखिन्छ, तर के हो भने त्यसको बोली हेर्दाखेरि कागको बोली त परिवर्तन गर्न सक्दैन, कागको बोली आइहाल्छ। र अब हाम्रो देशमा के हो भने म चाहिँ फिजी देखिरहेको छु। र सायद अहिले पनि जस्तो राजाको ज्ञानेन्द्रको चाहिँ भारत भ्रमणले सायद उनी भुटान बन्न तयार भए भने फेरि भुटानको सम्भावना नेपाल छ, तर उसको प्राथमिकता भनेको भुटान हो, सिक्किम होइन। र सिक्किम भयो भने चाहिँ नेपालीले त्यो दिल्लीका चाहिँ मधेसिया धोतीमा आगो लाएर त्यो ठेगान लाउँछन् फेरि, त्यो कुरो थाहा छ उसलाई। त्यसैले ऊ सिक्किम बनाउन तयार छैन। र त्यही कामका लागि अब यो सन्धि संशोधन हुँदैछ। यो नेपालको हितमा संशोधन हुने होइन। 40 लाख अहिले यो 52-42 सालको आन्दोलन तपाईँलाई थाहा छ नि, यो छट्टु सियालको एउटा कथा छ नि, 2 जना चाहिँ के हो भने झगडा गर्छन् रोटीमा, उत्तुलो लिएर आउँछ। हाम्रा राजा र यहाँ जनताका पार्टीहरू चाहिँ झगडा गर्न थाले, उत्तुलो लिएर आइगयो। के दिन्छस् तँ, ल यति दे, तँ यति दे भनौ, अहिले यसलाई यताबाट पटो। अब योसँग लिएपछि त लिइसक्यो नि। फेरि इन्डियाको इतिहास हेर्दाखेरि के देखिन्छ भने नेपालका जति भन्नुहोस् न, एउटाले सन्धि गर्छ, अर्काले कार्यान्वयन गर्छ। कोशी सन्धि बिपीका पाला भयो नि, तर बिपीले कार्यान्वयन गर्न पाएनन्, पञ्चायतले कार्यान्वयन गरो। गण्डक सम्झौता उनले गरे, कार्यान्वयन अर्कोले गरो। कागज एउटाबाट गराउँछ, अनि के गर्छ भने कार्यान्वयन अर्कोबाट गराउँछ। अहिलेको नेपालको फेज भनेको त्यो अवस्थामा छ। र जबसम्म अहिले म सुन्छु भारतीय एम्बेसीमा 40-50 हजार मान्छे पेरोलमा छन्, तलब खान्छन्, खालखालका मान्छे। ती 2000 देखि कति लाखसम्मका छन् अरे, 1 लाखसम्म। जबसम्म त्यो हामी पत्ता लगाउँदैनौँ र ऊ हुँदैन। तर अब कस्तो समस्या भयो भने यो आत्महत्या भन्छ नि मान्छेको, कोही पनि एउटा हाम्रो राजनीतिक पार्टीको के समस्या आछ भने हरेक नेताको है, भारतलाई खुसी नमनाइकन सत्तामा आइँदैन। यो अहिलेका क्रान्तिकारीदेखि लिएर जम्मै कुरा। र त्यसका लागि भूमिका कसले खेल्यो भने अमेरिकनले खेल्यो नेपालमा। अमेरिकनका लागि तिब्बत, उसले के सम्झ्यो भने तिब्बत जाँदाखेरि चाहिँ के हो भने टाँगन घोडा चढेर, खैरो घोडा चढेर हुँदैन, इन्डियनै चाहिँ के हो भने ऊ चाहिँ गला चढेर आउनुपर्छ। होइन भने नेपालीले चिन्छन् यो त खैरो घोडा अमेरिकाबाट आयो भनेर इन्डियाले, चाइनाले के महसुस गर्यो भने अमेरिकाले यहाँ भारतकै बुई चढेर जानुपर्छ है। यहाँ भारतको बुई चढेर जानलाई अनुहार मिल्छ, भाषा मिल्छ, त्यो रक्सौलको हो कि वीरगन्जको मान्छे छुट्याउन सकिँदैन भनेर अमेरिकन आएर भारतको प्याचअपमा बस्यो। उसको स्वार्थ तिब्बत छ। त्यो कारणले के हो भने हामी अमेरिका जब चाहिँ हाम्रो विरुद्धमा लागिसकेपछि, जस्तो पहिले भारतको पक्षमा अमेरिका थिएन, अमेरिका पाकिस्तानको पक्षमा थियो। उसले
उसले के महसुस गर्यो भने यो रिजनमा पाकिस्तानलाई लिएपछि बाँकी म भारतलाई पनि ठिक गर्न सक्छु, पाकिस्तानबाट चाइना पनि ठिक गर्न सक्छु भन्दै उसले महसुस गर्यो। त्यो लामो समय लिँदा पाकिस्तान चाइनाको हकमा टचमच गरेन। अब उसले के महसुस गर्यो भने शत्रुको शत्रु मित्र हुन्छ, चाइनाको शत्रु त भारत हो, ल आत्दिन अब भनेर अहिले इन्डियनको यो अमेरिकनको यो रिजनमा सबभन्दा मित्र को भन्दाखेरि इन्डिया मित्र हुने बित्तिकै अब हामी के हो भने समस्या पर्यौँ। जतिखेरसम्म अमेरिकनको भारत मित्र थिएन हामी समस्या परेका थिएनौँ। जब भारत र अमेरिका मित्र भए अनि अब हामी के हो भने समस्या पर्यो र अहिले अझ गहिरो हुँदै जान्छ। अहिले के हो भने अब अझै राम्रा दिन मैले देखाएको छैन, अझ खराब परिस्थिति के हो भने नेपालको हुँदै जान्छ। त्यसैले के हो भने यो 1950 को सन्धि भने यो त डेढ सन्धि हो। अझ यो मैले यो लामो एउटा 1950 को सन्धिकै विषयमा यो एउटा दुलालजीले किताब लेखेका छन्, विभिन्न पत्र पत्रिका कटिङ पनि छन् यिनले लेखेका छन् यहाँ। त्यो भन्दाखेरि के तिनीहरूले फलानाले यो डेढ सन्धि भन्ने र अन्तर्राष्ट्रिय हिसाबमा हेर्दाखेरि लामो समयसम्म सन्धि पालना गरिँदैन भने त्यो सन्धि डेढ सन्धि हुन्छ। यी भनौँ न एकअर्काको सुरक्षा हेर्दै भनियो। भारतले पाकिस्तानसित युद्ध लडो, चाइनासित युद्ध लडो, हामीसित सोधो त सोधेन नि। हामीहरूले पनि चीनसँग हतियार ल्याउँदाखेरि सोध्यौँ न। शेरवार देउगा पालामा नर्वेबाट चाहिँ इन्सास राइफल आए, बेल्जियमबाट। अब त्यो भएको कारणले यो सन्धि चाहन्छौँ। डेढ सन्धि थियो, तर यो डेढ सन्धिलाई र यस्तो भनौँ न हामी यति कमजोर जतिखेर यो सन्धि संशोधनको प्रस्ताव आउँछ नि नेपालमा कमजोर सरकार भएका बेला आउँछ है। अहिले 12 बुँदे सम्झौता भएको अवस्था छ। अहिलेको संविधान भनेको सुपर डकुमेन्ट भनेको 12 बुँदे सम्झौता। 12 बुँदे सम्झौता भन्दा उसैको एरेन्जमेन्ट हो नि। त्यो एरेन्जमेन्ट भएकाबाट आएका सरकारले, तीबाट आएका पोलिटिकल पार्टीले उसको हित बाहेक हाम्रो हित गर्छ भनेर तपाईँ कसरी अन्दाज गर्न सक्नुहुन्छ? त्यो इन्ट्रेस्ट सल्भ गर्न आएका हुन् नि। हिजो 7 साल पनि त्यही दिल्ली सम्झौता गर्न आए। अब कहिलेकाहीँ कुरो किन मिल्दैन भन्दाखेरि तपाईँहरूको एउटा अनुमान होला, घरमा नोकरलाई पनि 5-7 वटा कुरा अराउनु भयो भने एउटा कुरा चाहिँ मान्दैन। कति 5-6 वटा गरिसक्यो एक दिन पछि भनिदिन्छ। यो जब 7 सालबाट आएको सरकारले पनि हरेक चिज मानिसकेपछि 1-2वटा कुरो त मान्दैनौ पनि। नमानेपछि अब मान्दैन, अर्को ठेकेदार तयार छ भन्छ। अब यो सरकारसँग पनि त्यो समस्या आउँछ। अब उसले के सम्झिराखेको थियो भने यो त मेरै मात्रै होला भनेर। यो त संसार घुम्न थाल्यो, चाइनिज मान्छे फटाफट आउन थालेपछि उसले अब सँगै यो त मेरो मात्रै होइन रहेछ है, अब अर्को यसका लागि अर्को ठेकेदार तयार गरिसक्यो। सायद प्रेसरका लागि पनि हुनसक्छ। त्यसैले के हो भने यो जति हामी उयो भनौँ न तपाईँको एउटा पासामा परेको भाग जति चटपटाएर निस्किन खोज्छ उति खसिन्छ। हामी जति चटपटाउँछौँ उति खसिँदै जान्छौँ। किनभने हाम्रा नेता र हाम्रा राजनीति मान्छेको समस्या के रहेछ भने एन्टी इन्डियन नभइकन सत्तामा जाँदैन, प्रो इन्डियन नभइकन सत्तामा बसिँदैन। त्यो हाम्रा नेतालाई राम्रोसँग थाहा रहेछ र त्यही फर्मुला अन्तर्गत अहिलेसम्म काम भइरहेको छ। र के हो भने अझ 18 दिन छ नै हाम्रा। र अहिले सुन्दैछु भारतले यो अघि उहाँले उठाउनु भयो अरुणको कुरा। अब यो सरकारलाई 3-4 प्रस्ताव दिएको छ। एउटा अरुण, पञ्चेश्वर, सेती, कडालीमा बिजुली त जनतालाई त उक्साइसके मान्छेले। नारा जुलुस अस्ति सेतीमा पनि नारा जुलुस लागेर भगाए वर्ल्ड ब्याङ्कको मान्छेलाई। अब अहिले इन्डियनको प्रस्ताव के छ अरे भने विद्युत सङ्कटकाल भन्ने अस्ति एउटा शब्दावली आइरहेछ। जहाँ हामी चाहिँ यो बिजुलीको प्रोजेक्ट बनाउँछौँ त्यहाँ सङ्कटकाल ला, त्यहाँ सेना राख, सेनाको सेक्युरिटीमा हामीहरूको बिजुली उत्पादन गर्न प्रोजेक्ट बनाउन दे भन्ने विद्युत सङ्कटकालको प्रस्ताव छ अरे यो सरकारलाई। 4-5 वटालाई यो कडाली पनि होइन भनेदेखि त के हो भने यहाँ कागज गरेर त हुनेवाला छैन। जुलुस त ती लाउँछन्। सेतीमा अस्ति लाएर खेलिसके, उसलाई थाहा छ। त्यसैले के हो भने हामी प्रजातन्त्रका लागि हो भन्न जस्तो हामीलाई अलिकति तपाईँलाई कति थाहा छ, एउटा बुवासो भन्ने जनावर हुन्छ जङ्गली। त्यो गाई भैँसीको त्यो चाहिँ डडालामा चढ्छ पहिले अनि कनाइदिए जसो गर्छ। अनि त्यसलाई यो त मलाई कनाउन पो आएको रहेछ भन्छ। बिस्तार बिस्तार हात छिराएर आन्द्रा भुँडी जब बाहिर निकाल्छ अनि फ्याट त त्यो गाई र भैँसी लड्छ।
त्यतिखेर मात्रै थाहा रहेछ यो मेरो हितमा आएको होइन है भनेर। अब अहिले हाम्रा बुवासाहरू बिहा छन्, कनाइदिया छन्, प्रजातन्त्र भनिदिया छन्, मानवाधिकारका कुरा भनिदिया छन्, कसलाई मन पर्दैन र? तर लक्ष्य त्यो होइन है। लक्ष्य चाहिँ के हो भने उनीहरूको सिद्ध्याउने खेल छ। त्यो सिद्ध्याउने खेलमा अस्ति पनि भुटानबाट नेपाल बच्यो, 46 सालमा पनि भुटानबाट नेपाल बच्यो, फेरि एकचोटि भुटान जान सक्छ नेपाल। भुटान भनेको जलस्रोत, सेक्युरिटी र परराष्ट्र भारतको हातमा जिन। बाँकी अस्ति कता एमएसी सुन्दैछु, एमएसले कता उसमा कार्यक्रममा हामीले संविधान त बनाएर यहाँ पठाइदिए, यिनीहरू पढ्दै पढ्दैनन् भन्दै थियो। अब अस्ति चाहिँ वकिलहरू दिल्ली गएका अरे, हो तिमीहरूको संविधान हामीहरूले लेखिसक्नु तयार छ भन्छ अरे। हुने अन्त त गर्छ त्यही हो। उहाँको संविधान आयो भने यो संविधान आउँछ। यहाँ संसारका विशेषज्ञ ल्याएर यहाँ गाउँ सोधेर चाहिँ संविधान बनायो भने यो संविधान आउनेवाला पनि छैन। भुटानमा त उसैले बनाएर छापेर पनि पठाइदियो फेरि, भुटानले छाप्नु पनि परेन। हाम्रो पनि के हो भने त्यही परिस्थिति हो र यही अन्तरिम संविधान नि। यो संविधान मैले ड्राफ्ट गरे भनेर त इन्डियन वकिल मैले भेटेँ। हाम्रा नेता खुब संविधान ड्राफ्ट गरे भन्ने हिँडेका छन्। 12 बुँदे सम्झौता हिन्दीमा थियो भने त रोहितले भनिदिइसक्यो, हिन्दीमा अनुवाद गरे। र यो संसदको घोषणा छ नि, त्यो पनि हिन्दीबाटै आएको, यिनीहरूले ड्राफ्ट गरे होइन। अब यो परिस्थिति हामी कति बुझ्छौँ? समस्या के छ भने अब दिनमा 24 घण्टा हुन्छ, दिनमा 2 घण्टा 1 घण्टा भनौँ न, एकजना मान्छेले 3 जनालाई यो कुरो कथा मात्रै भनिदिउँ भने पनि नेपाल जोगिन्छ। एकजनाले दिनमा 3 जनालाई, 3 जना त गफमा भन्न सकिन्छ नि, साथीभाइ खाँदा पिँदा जे गर्दा पनि ए यस्तो यस्तो रहेछ है, यसो भन्थे, त्यसले अर्कालाई भन्छ। त्यो बाहेक के हो भने हाम्रो अर्को बच्ने उपाय हाम्रो अर्को के हो भने छैन। हामीले करारै बच्नुपर्छ। र के हो भने मतलब दुःखका दिनहरू छन्, तर यो देश नै जाँदैन। एउटा मलाई 2-3 वर्ष अगाडि बिरुङ गरेछ एउटा मान्छे, के छ हालचाल भनेको झन्डा चाहिँ अलग रहेछ, बाँकी त एउटै भइसक्यो भन्ने। एउटै चाहिँ भइसक्यो, झन्डा चाहिँ अलग त झन्डा चाहिँ जाँदैन। त्यही परिस्थिति छ।